हेलो हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज चाहिँ धेरै दिन पछाडि मैले एउटा सानो मिनी भ्लग जस्तो यसो लिएर आएको छु। हेरिदिनुस् है, मैले युट्युबमा पनि राख्छु। टिकटक अकाउन्टमा मेरो युट्युब लिङ्क पनि राखेको छु। हजुरहरूले यसो गएर हेरिदिनु होला, सानो 1-2 मिनट समय निकालेर हैन। आज चाहिँ हामी 2082 सालको शिवरात्रिको अवसरमा यसो मठ मन्दिर घुम्न गएका थियौँ। त्यो बेलामा यसो मौका पारेर घुमेका थियौँ। बाहिर यसो हावा खान, फ्रेस हुन निस्केका थियौँ। यसो हेरिदिनुहोस् है त, माया गरिदिनु होला, सधैँ जस्तो लाइक कमेन्ट सेयर पनि गरिदिनु होला ल। यसो नयाँ साथीहरू हुनुहुन्छ भने फलो पनि गरिदिनुहोस्। मैले पनि हजुरहरूलाई अवश्य साथ सपोर्ट गर्ने नै छु। तपाईँहरूको पनि हेरिदिने छु। यसो समय हुँदा तपाईँहरूले पनि राख्नु होला, आफ्नो भ्लगहरू बनाउनु होला, टिकटक बनाउनु होला हैन। यस्तै हो अहिलेको जमानाले दिएको समयको सदुपयोग भन्नु कि के भन्नु हैन। यसो केटाकेटीलाई भोक लाग्यो भनेर यसो चटपटे गोला, मेलाको त यस्तै त हो। अनि हाम्रो यो किराँतीहरूको चाहिँ आज शिवरात्रिको अवसरमा यो भइरहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। सबैजना मिलेर हेरिदिनु भएकोमा धन्यवाद है। हेरिदिनुहोस्, एकले अर्कालाई सपोर्ट गर्दै अगाडि बढाउँला। थ्याङ्क यू।